सुत्केरी बेथाले छटपटिएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ। कैलालीको गोदावरी नगरपालिका 1 चैतनयपुरमा सुत्केरी बेथाली छटपटिएकी महिलालाई प्रहरीले उद्धार गरेको छ। प्रहरी जवान चन्द्रिका देउबाको सहयोगमा ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै बच्चा जन्माएकी हुन्। प्रहरी जवान देउबा खैराना प्रहरी चौकीमा कार्यरत छिन्। एक महिलाले अस्वाभाविक व्यवहार देखाएको भन्दै स्थानीय प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि देउबा घटनास्थल चैतनयपुरमा पुगेकी थिइन्। प्रहरी जवान देउबाले भनिन्, स्थानीय नजिक गएर सोधखोज नगरेका ती महिला भने सुत्केरी बेथाले छटपटाएकी रहेछिन्। कोही नजिक जान पनि नमान्ने, छुन पनि नमान्ने रहेछन्। उनी घटनास्थल पुगेर ती महिलालाई उद्धार गरेर अस्पताल लैजाने तयारीमा थिइन्। तर बेथाले च्यापेकी ती महिलाले सडक छेउमा एक व्यक्तिको आँगनमै शिशुलाई जन्म दिएकी छिन्। त्यसपछि ती महिलालाई अत्तरिया अस्पताल पठाइएको देउबाले बताइन्। उनका अनुसार ती महिला बेवारिसी अवस्थामा बस्ने रहेछिन्। घर कहाँ हो, के गर्ने केही पनि थाहा छैन। उहाँ पीडामा भएकाले केही पनि बोल्न सक्नु भएन। मानसिक रूपमा पनि उहाँ स्वस्थ नरहेको भन्ने बुझिएको छ, उनले भनिन्। अन्दाजी 30-35 वर्षकी ती महिला विवाहित हुन् वा होइनन् भन्ने पनि यकिन हुन सकेको छैन। तपाईहरुलाई पनि यो खबर सुन्दा कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट गर्न भने नभुल्नुहोला।